हामी आफ्नो ठाउँमा त उभिँदै छैनौँ। जति यहाँहरूको यहाँ एकछिनबाट आउनुहुन्छ हाम्रो चाहिँ अब टिमलाईहरूको सम्मान गर्न सबै गर्न मन लाग्छ। यो सेलिब्रेसन भइसकेपछि हामी फोटो सेसन गर्दैछौँ किनकि पछाडिको मान्छेलाई हल्ला हुन्छ। ओके, र यो नमन गर्दाखेरि र यो हलमा आज च्याम्पियन डे कार्यक्रम सेलिब्रेसन हेर्न अथवा मनाउन आउने सिलसिलामा विभिन्न सेक्टरको व्यक्ति होइसिन्छ। यहाँ ऐश्वर्य होइसिन्छ, विद्यार्थी होइसिन्छ, वकिल होइसिन्छ, पोलिटिसियन सबै प्रकारको होइसिन्छ। ठिक छ, भनिन्छ मान्छेको दिमागले यो न्यारा सोचेको के काम गर्छ। र यहाँ जुन हामीले यहाँ कार्यक्रम गर्छौँ, जुन किसिमको यहाँ सेलिब्रेसन हुन्छ, जुन ठाउँमा यहाँबाट हाम्रो चाहिँ वक्तव्य र सक्सेस व्यक्तिहरू सुन्छौँ, सुरुको व्यक्तिलाई हामीलाई कस्तो कस्तो लाग्छ। जति पनि यो स्टेटमा अरू माग गरिरहनु होला ताली गर्दा ताली तालीका साथ जोरदार तालीका साथ जोरदार तालीका साथ सबै ताली कार्यक्रममा हुँदाखेरि आफैले डिसिजन भएन भने यो डुप्लिकेसनको बिजनेस हो। जस्ता बाबु उस्तै छोरा, राम्रो छोरा बन्न राम्रो बाबु हुनु पर्यो अथवा राम्रो बाबु बन्नलाई अहिले नै राम्रो छोरा हुनु पर्यो। ओके, र धेरै खाना लगाइसक्नु भएको छ, त्यसैले पनि म ढिला गरेर एकचोटि चाहिँ जान्न चाहन्छु सिर्फ एउटा चिज मात्र, किनकि मलाई चिनिरहेको व्यक्ति हुनुहुन्छ कि नयाँ हुनुहुन्छ भन्ने हिसाबले, किनकि पुरानो हुनुहुन्छ भने लेभलको हिसाबले चिन्नुभयो, मलाई नचिन्दा पनि केही फरक परेन, भनेर बसी चिनिहाल्नुला। तर नितान्त आज मात्र आउनु भएको छ भने मलाई अलिकति हौसला हामी यहाँ हेल्दी लिभिङमा छौँ। हाम्रो ठुल्ठुलो सपना हाम्रो ठुल्ठुलो ड्रिमहरू छ। अब तपाईँले मैले हाम्रो जिन्दगी सम्झौतामा बिताएको छु, कम्प्रोमाइजमा बिताएको छु। यदि तपाईँ हामी आज हामी सर्केर तपाईँको चाहिँ आजबाट बिहान यदि हामी तरकारी किन्न गयौँ, सिम्पल ढेर मान्छेले तरकारी पस्न गयो भने त्यहाँ के छ, त्यहाँ तपाईँको पनिर पिन्छ, त्यहाँ च्याउ पनि छ, त्यहाँ सबै चिज छ नि त्यहाँ। तर हामीलाई हाम्रो पकेटमा हेरेर या त हामी साग किन्छौँ या त हामी तपाईँको कौडी किनेर आउँछौँ, त्यही पकाएर खाएर चाहिँ हामी जिन्दगी गुजार्छौँ। किनकि यो संसारमा दुई तरिकाको मान्छे हुन्छ, मेरो विचारमा मेरो अनुसन्धानमा एउटा खानाको लागि मात्र, एउटा बाँच्नको लागि खान्छ। र तपाईँ हामी अहिले अवस्था हामी मध्यमवर्गीय फ्यामिली छ, हामी बाँच्नको लागि खाएको छौँ, खानाको लागि बाँचेको छ। किनकि हामीले न हाम्रा छोराछोरीलाई न तपाईँको के न राम्रो शिक्षा दिन सकेका छौँ, न राम्रो राम्रो दिन सकेका छौँ, न मिठो खान सकेका छौँ। किन बिगार्नु भने पैसा पैसा सक्छ, पैसा चाहिँ हेपिन्छ। र त्यो भएर आज हेल्दी लिभिङ कम्पनी आउने पनि त्यही पर्सिनु होइन यहाँ नसक्छ। तर यो हेल्दी लिभिङ कम्पनीमा यस्तो किसिमको बाटो छ, यस्तो किसिमको सिस्टम छ, यस्तो किसिमको पोलिसी छ। त्यो पोलिसीमा तपाईँले मैले भनेको सफलता जो जितेका उइसकेका हाम्रो मिलिरहेको होइन भनेको आजको टेकमा संसारमा त्यही मान्छेलाई पुग्छ, त्यही मान्छेलाई अघि बढ्छ जसले सफलता हात पार्छ।
त्यसै गरी हेल्थ लिभिङ कम्पनीले पनि त्यसको केही लेभलहरू छ। जब काम गरेपछि यदि हामी एउटा सामान्य एउटा सरकारी तपाईँको जारी कार्यक्रम हडतालबाट उठ्न सक्छ, सिपाहीबाट चिप बन्न सक्छ, एउटा कानुनको